स्वागत छ। एउटा सानो कागजको टुक्राले कसैको सम्पूर्ण कानुनी पहिचान र अधिकारहरू कसरी निर्धारण गर्न सक्छ? आज हामी नेपालको नागरिकता कानुनको ऐतिहासिक विकासक्रम, यसभित्र लुकेका जटिलताहरू र हालसालै भएका केही अत्यन्तै महत्त्वपूर्ण संशोधनहरूको गहिरो विश्लेषण गर्दैछौँ। आउनुहोस्, सँगै बुझौँ। ल, अब आजको यो विश्लेषणमा हामी के समेट्दैछौँ त एक नजर यता लगाउँ। हामी नेपालको संवैधानिक परिवर्तनदेखि सुरु गरेर नागरिकताका विभिन्न प्रकार, यसको आवेदन प्रक्रिया, यसभित्रका कानुनी विरोधाभास र लैङ्गिक मुद्दाहरू हुँदै पछिल्ला कानुनी संशोधनहरूसम्म पुग्नेछौँ। सुरुवात गरौँ हाम्रो पहिलो विषय, नेपालको संवैधानिक परिवर्तनबाट। आखिर अहिलेको यो कानुनी परिदृश्य कसरी विकास भयो त? हेर्नुहोस् त, 2047 र 2072 सालको संविधानबीच कति ठूलो अन्तर छ। एकातिर 2047 सालको हिन्दू राजतन्त्रात्मक प्रणाली, जहाँ 75 जिल्ला र 5 विकास क्षेत्र थिए, अनि अर्कोतिर 2072 सालमा आइपुग्दा राष्ट्रले मारेको त्यो ठूलो फड्को, धर्मनिरपेक्ष, समावेशी र 77 जिल्ला तथा 7 प्रदेश सहितको सङ्घीय गणतन्त्रमा भएको यो ऐतिहासिक सङ्क्रमणले राज्यको संरचना मात्र बदलेन, नागरिकका अधिकारहरूलाई पनि पूर्ण रूपमा नयाँ परिभाषा दियो। र यो सबै संवैधानिक परिवर्तनको केन्द्रमा छ यही नेपाली नागरिकताको प्रमाणपत्र। यसले नै राज्य र नागरिक बीचको कानुनी सम्बन्धलाई जोड्ने काम गर्छ। विशिष्ट पहिचान नम्बर, स्थायी ठेगाना र लैङ्गिक पहिचान जस्ता महत्त्वपूर्ण विवरणहरू समेटिएको यो दस्तावेज नै सम्पूर्ण अधिकारहरूको मेरुदण्ड हो भन्दा फरक पर्दैन। अब अगाडि बढौँ नागरिकताका प्रकारहरूतर्फ। खासमा कानुनी रूपमा यसलाई कसरी वर्गीकरण गरिएको छ त? मुख्यतया कानुनी हैसियतलाई 4 भागमा विभाजन गरिएको छ। सबैभन्दा धेरै चलनचल्तीमा रहेको भनेको वंशज नै हो, जुन 16 वर्ष पूरा भएपछि कम्तीमा एक नेपाली अभिभावकको आधारमा पाइन्छ। विदेशी जीवनसाथी वा विशिष्ट अवस्थामा अङ्गीकृत र विशेष कूटनीतिक योगदानका लागि सम्मानार्थ नागरिकता प्रदान गरिन्छ। त्यस्तै जन्मसिद्ध नागरिकता भने 2046 साल चैत्र मसान्त अघि नेपालमा जन्मिएकाहरूका लागि मात्र लागू हुने एउटा ऐतिहासिक व्यवस्था हो। प्रकारहरू त बुझियो, तर यो पाउने प्रक्रिया नि? अब लागौँ आवेदन प्रक्रियातिर। सिद्धान्तका कुरा एकछिनलाई थाती राखेर व्यवहारमा यो कसरी बन्छ त त्यो हेरौँ। यो महत्त्वपूर्ण दस्तावेज प्राप्त गर्ने यात्रा स्थानीय स्तरबाटै सुरु हुन्छ। सबैभन्दा पहिले त वडा कार्यालय पुगेर आधिकारिक सिफारिस पत्र लिनुपर्ने हुन्छ। यो पहिलो खुड्किलो पार गरेपछि मात्र शनाखत र अन्तिम प्रमाणपत्र जारी गर्नका लागि जिल्ला प्रशासन कार्यालय अर्थात् सिडिओ अफिसको ढोका खुल्छ। तर याद राखौँ है, कागजातको मामलामा यहाँ एकदमै कडाइ हुन्छ। न्यूनतम 16 वर्ष उमेर पुगेको हुनु पर्यो, जन्मदर्ताको सक्कल प्रति चाहियो, अनि अभिभावकको नागरिकताको प्रतिलिपिसँगै उहाँहरूको भौतिक उपस्थिति पनि अनिवार्य छ। अझ त्यो 35 बाइ 45 मिलिमिटरको सेतो ब्याकग्राउन्ड भएको पासपोर्ट साइजको फोटो। सानो कुरा जस्तो लाग्छ नि, तर यस्तै सामान्य मापदण्ड पूरा नहुँदा पनि प्रक्रिया लामो समयसम्म अड्किन सक्छ। यी सबै कुरा सुन्दा प्रक्रिया एकदमै सजिलो र स्पष्ट जस्तो सुनिन्छ, होइन? तर पर्खनुहोस्, यहाँ केही गम्भीर कानुनी विरोधाभास र लैङ्गिक मुद्दाहरू पनि जोडिएका छन्। अन्तर्राष्ट्रिय स्तरमा हेर्ने हो भने विभिन्न सन्धि महासन्धिहरूले एउटा कुरामा बारम्बार जोड दिइरहेका छन्। विशेष गरी सिड र बाल अधिकार सम्बन्धी महासन्धिले लैङ्गिक भेदभाव बिना स्वतन्त्र रूपमा आमा मार्फत सन्तानलाई नागरिकता हस्तान्तरण गर्न पाउने अधिकार सुनिश्चित हुनैपर्छ भनेर निरन्तर आवाज उठाइरहेका छन्। यसै सन्दर्भमा महिला कानुन र विकास मञ्चले गरेको एउटा गहिरो विश्लेषणले निकै महत्त्वपूर्ण कुराहरू औल्याएको छ। 2006 को नागरिकता ऐन र 2075 को प्रगतिशील संविधानबीच कसरी टकराउ भइरहेको थियो र पुराना कानुनी प्राविधानहरूले आमाहरूलाई आफ्नो सन्तानलाई स्वतन्त्र रूपमा नागरिकता दिनबाट कसरी वञ्चित गर्दै आएका थिए भन्ने कुरा यो अध्ययनले छर्लङ्ग पारेको छ। त्यसैले कानुनलाई संविधान सम्मत बनाउन उनीहरूले केही स्पष्ट सुझावहरू अघि सारेका थिए। जस्तै दफा 8 को 1 क अन्तर्गत विदेशीसँग विवाह गरेका नेपाली महिलामाथिको प्रतिबन्ध हटाउने, नेपाली आमा र विदेशी बाबुका सन्तानको हकमा अङ्गीकृत प्रक्रिया अद्यावधिक गर्ने र बेवारिसे बालबालिकाको अधिकार पूर्ण रूपमा सुनिश्चित गर्ने। यी निरन्तरका आवाज र विश्लेषणहरूपछि पछिल्लो समय कानुनमा केही निकै महत्त्वपूर्ण संशोधनहरू भएका छन्, जसले समग्र परिदृश्य नै बदल्ने सम्भावना बोकेका छन्।
तर ती नयाँ संशोधनहरूबारे कुरा गर्नुअघि अन्तर्राष्ट्रिय आवत-जावतको सन्दर्भमा सधैँ उठ्ने एउटा साझा प्रश्नको उत्तर खोजौँ। के नेपालमा दोहोरो नागरिकता राख्न पाइन्छ त? यसको सिधा र स्पष्ट जवाफ हो, पाइँदैन। कसैले स्वेच्छाले विदेशी राष्ट्रियता वा पासपोर्ट लिने बित्तिकै अदालतको कुनै पनि कारबाही बिना नै नेपाली नागरिकता स्वतः खारेज हुन्छ। ल अब लागौँ हालै भएका युगान्तकारी कानुनी परिवर्तनहरूतर्फ। यी संशोधनहरूले अन्ततः बाबुको पहिचान नभएका बालबालिकालाई आमाको नामबाट स्वघोषणा मार्फत नागरिकता प्राप्त गर्ने स्पष्ट बाटो खुला गरिदिएका छन्। साथै 16 वर्ष मुनिका बालबालिकाका लागि अत्यन्त आवश्यक नाबालक परिचय पत्रको सुरुवात गरिएको छ भने अङ्गीकृत नागरिकता वितरण प्रक्रियालाई पनि थप विकेन्द्रीकृत गरिएको छ। यो पुरै यात्रालाई एकपटक सरसर्ती हेरौँ त। 2006मा ऐन जारी भएको समयदेखि 2072 को प्रगतिशील संविधान हुँदै आमाको नामबाट नागरिकता सुनिश्चित गर्ने हालेका संशोधनहरूसम्म आइपुग्दा यो एउटा लामो र सङ्घर्षपूर्ण यात्रा रहेको छ। ऐतिहासिक कानुनी अडचनहरू समाधान गर्दै यहाँसम्म आइपुग्नु पक्कै पनि ठूलो उपलब्धि हो। अब अन्त्यमा एउटा गम्भीर प्रश्न। संविधानले गरेका वाचाहरू र प्रशासनिक वास्तविकता बीचको खाडोल पुर्दै गएका यी नयाँ कानुनी व्यवस्थाहरूले पक्कै पनि आशा त जगाएका छन्, तर के यी निरन्तर भइरहेका कानुनी सुधारहरूले साँच्चै नै कागजमा मात्र नभई व्यवहारमै सबै नागरिकलाई बिना भेदभाव समान पहिचान र अवसर दिन सक्लान् त? यो प्रश्नको उत्तर भविष्यले नै दिनेछ। आजको यो विश्लेषणमा सँगै रहनुभएकोमा धन्यवाद।